म मेरो माइकलाई चाहिँ यसरी छेउमा राखेर चाहिँ बोल्न सक्दिनँ, त्यही कारण सबैजनाले मलाई सुन्न सकोस् भनेर। But the very good thing, the positive thing, God always helps, right? The good thing is, I always need someone like him who can translate. तर परमेश्वर असल हुनुहुन्छ है, उहाँ यो राम्रो हुन्छ कि उहाँले म जस्तै एकजना ट्रान्सलेटरलाई चाहिँ सधैँ उहाँलाई दिनुहुन्छ जसले चाहिँ ट्रान्सलेट गर्न सकोस् भनेर। So my voice need to just reach to my translator, no one else. उहाँको भोइस चाहिँ ट्रान्सलेटरमा आउनु जरुरत छ, कसैलाई जरुरत छैन, म भनिदिइहाल्छु तपाईहरुलाई। And last week I was in two of my very favorite place. You will be happy. बितेको हप्ता चाहिँ म मेरो एकदमै मन परेको दुईटा जग्गामा थिए। I was in सिक्किममा थिए, and I was in Darjeeling. अनि दार्जिलिङमा थिए, and I was very close to your place. अनि म तपाईको घरको एकदमै नजिक थिए। And when I was there, actually I was missing you, all of you guys, because you know I was there and I couldn't meet with you. म जब त्यहाँनिर थिएँ तपाईहरुलाई म साच्चै नै एकदमै मिस गरिरहेको थिएँ, किनभने मैले तपाईहरुलाई त्यति बेला भेट्न सकिरहेको थिइनँ। And then I realized, don't worry, I'm going to meet them on this Sunday. अनि त्यसपछि मैले फेरि सोचेँ यो सन्डे गएर भेट गरिहाल्छु नि भनेर। So I came back on 12th night. अनि म 12 तारिखको रात यहाँ हैदराबाद आइपुगे। And then we get some overseas guests, they came and they're still here. अनि त्यसपछि बाहिर देशबाट आउनु भएको पाहुनाहरु हुनुहुन्थ्यो, उहाँलाई भेट्यो, अझै यही नै हुनुहुन्छ हैदराबादमै। And that's why my wife sends apologies, because she need to take care of them this morning and she couldn't join me. त्यसैकारणले गर्दाखेरि हाम्रो ब्रदरको श्रीमती चाहिँ तपाईहरु सबैमाथि चाहिँ क्षमा प्रार्थी हुनुहुन्छ हामीमाथि, किनभने उहाँ हामीसँग आएर संगतिमा जोइन हुन सक्नु भएन। So before I start anything, I like to ask, how long your pastor preached you? तपाईलाई सुरु गर्नुभन्दा अगाडि म सोध्न चाहन्छु, तपाईको पास्टरले चाहिँ तपाईहरुलाई प्रचार गरेको कति वर्ष भयो, कति समय भयो? How much time he takes? ओके, कति समय उहाँले लिनुहुन्छ? सरी, मेरो ट्रान्सलेसन अलि गलत भएछ है। कति समय लिनुहुन्छ उहाँले प्रचार गर्दाखेरि? हाउ मच, कति समय? 30 minutes, 40 minutes, 1 hour? 1 hour. Oh, then I'm safe, because I am not a preacher, but I am a teacher. त्यसैले म बाजे, किनभने म चाहिँ प्रचारक होइन, म शिक्षक हो। So when teachers they teach hours. किनभने जब शिक्षकले सिकाउँछ उनीहरूले घण्टौँसम्म सिकाउँछ। And when they preach just few minutes. अनि जब उनीहरूले प्रचार गर्छ केही मिनेटै उनीहरूले प्रचार गर्ने गर्दछ। So I will be short. त्यसैकारणले गर्दा म एकदम छोटो संक्षिप्तमा प्रचार गर्नेछु। But who loves stories? कसलाई कथाहरू मन पर्छ? When I was young, even these days, I love stories. जब म सानो थिएँ अनि अहिले पनि मलाई कथाहरू मन पर्छ। So today I'm going to tell you a story. त्यसैकारणले गर्दा आज म तपाईहरुलाई एउटा कथा भन्न चाहन्छु। And through that story, I like to reveal some of the things which God wants you to do in your life. अनि त्यो कथाद्वारा म तपाईहरुको जीवनमा परमेश्वरले गर्न चाहनु भएको योजनाहरूलाई प्रकाश गर्न चाहन्छु। And this is not a fiction story, this is a real life story. अनि यो कुनै मानिसले बनाएको कल्पनाका कुराहरू होइन, तर यो सत्य घटनामा आधारित भएको कथा हो। Because you know that our God is real, it's not fictions, right? किनभने तपाईलाई थाहा छ हैन, हाम्रो परमेश्वर चाहिँ साँचो हुनुहुन्छ, जिउँदो परमेश्वर हुनुहुन्छ, उहाँ काल्पनिक होइन, हैन? Yes, no? Yes. Very good. So this story started in 1970s. यो कथा चाहिँ 1970 शताब्दीमा सुरु भएको। The age of Bon Jovi. Bon Jovi भन्ने सुन्नु भएको एउटा ब्यान्ड इंग्लिश त्यो समयमा सुरु भएको है। Man, I cannot stop when I see you, means I cannot stop telling all those things. म जब तपाईहरुलाई देख्छु यो कुरा नभनि सक्दिन है। So a child born, एउटा नानी जन्मियो, and he born in a very simple family. एकदम साधारण घरमा उ जन्मियो अरे। It was a Christian family. यो चाहिँ एउटा क्रिस्चियन परिवार थियो, but they are very poor in finance. अनि तर उनीहरु चाहिँ एकदमै के भन्छ फाइनान्समा चाहिँ गरिब थिए, एकदमै पुअर थिए, गरिब घरानामा जन्मेको थियो। But they were very faithful in their faith, you know, the belief. तर उनीहरुको विश्वासमा भने उनीहरु एकदमै के थियो, पक्का थियो। So the father of that boy was not having any proper job. अनि त्यो बच्चाको बाउको चाहिँ एउटा राम्रो किसिमको कुनै काम थिएन।
they were a young family. अनि एकदमै जवान नानीहरू भएको यङ फ्यामिली थियो, बाउको साथ यङ थियो। And he used to do all kind of odd jobs to live their life. अनि आफ्नो जीविका पाल्नको निम्ति, जीवन चलाउनको निम्ति साधारण यताउता कामहरूले गर्ने गर्थ्यो। And he also used to serve the church, not as a leader, but in many capacity. अनि उनले आफ्नो चर्चमा पनि जति पनि आफ्नो क्षमताले सक्थ्यो त्यो हिसाबले सेवा गर्ने काम गर्थ्यो। So there was always a struggle. अनि जहिले पनि त्यहाँनिर एउटा सङ्घर्षको कुरा थियो। But he could always bring the food on the table at the end of the day. तर अन्तमा गएर आफ्नो परिवारको लागि खाना चाहिँ उसले जुटाउन सक्थ्यो। When the boy was grown up around 5-6 years, जब त्यो नानी 5-6 सालको भयो, they got another child. It's a beautiful girl. अनि उसको अझै एउटा नानी जन्मियो, एउटा छोरीको रूपमा, ब्युटिफुल छोरी। And the girl is always very close to the father's heart. अनि त्यसपछि छोरीहरू चाहिँ बुवाको हृदयको एकदमै नजिक हुन्छ। So father tried his best to provide things and bring more resource to the family. त्यसपछि बाउले अब नानी छोरी जन्मेपछि अझै आफ्नो बेस्ट दिएर अझै रिसोर्सेसहरू, खाना भयो, सबै कुरा परिवारलाई जुटाउने कोसिस गर्न थाल्यो। But like today, those days was also very similar to get a proper job. आजको दिन जस्तै त्यो दिनमा पनि प्रपर काम पाउन चाहिँ धेरै मुस्किल थियो। So there was still a big struggle going on in the family. सङ्घर्ष त्यसै कारणले गर्दा त्यो समयमा पनि निरन्तर ठुलो सङ्घर्ष उनीहरूले गरिरहेका थिए। And during that time, that girl became very sick. अनि त्यो समयमा चाहिँ त्यो सानो छोरी चाहिँ बिमार भए, धेरै बिमार भए। And the father was trying his best but couldn't provide the proper treatment. अनि बाउले चाहिँ एकदमै कोसिस गरे उसलाई असल ट्रिटमेन्ट दिनको निम्ति, तर सकिरहेको थिएन। And they lost the child. अनि दुःखको कुरा त्यो छोरीलाई उनीहरूले गुमायो। She was very young, around 3 years old. अनि त्यो छोरी चाहिँ सानो थियो, 3 वर्ष जस्तो थियो। And that incident devastated the family very badly. अनि त्यो कुराले चाहिँ डिभास्टेड, Yes. ओके, त्यो कुराले चाहिँ परिवारलाई एकदमै इमोसनली रूपमा एकदमै तहस-नहस बनाइदियो सबै कुरामा। Even that impact or effect to that young boy. अनि त्यो कुराले चाहिँ त्यो उसको भाइ यङ त्यो केटालाई पनि त्यो कुराले एकदमै नराम्रो असर पार्यो। But the father never complained to God that why it happened. तर त्यो पिताले भने चाहिँ, बाउले भने चाहिँ परमेश्वरलाई, परमेश्वर किन यस्तो गर्नुभयो भनेर गनगन गरेन। And during those time, अनि त्यो समयमा that father got a proper job. अनि त्यो समयमा चाहिँ उसको बाउले एउटा असल प्रपर एउटा काम पायो। You know, this is an Indian story. तपाईलाई थाहा छ यो चाहिँ हाम्रो भारत देशमा घटेको एउटा घटना हो। And this means those days, do you remember, if anyone's the old like me, they will know that there was an employment exchange card used to come. तपाईलाई थाहा छ भनेदेखि त्यो समयमा एउटा इम्प्लोयमेन्ट एक्सचेन्ज कार्ड हुन्थ्यो अरे त्यो जमानामा। तपाईहरु वृद्ध हुनुहुन्छ भने कसलाई थाहा छ, हात राखिदिनुस् न इम्प्लोयमेन्ट एक्सचेन्ज कार्ड। Whoever like old like me, they will know. Maybe pastors know. I don't think you are that old. I am. You don't. How old I am, by the way? What do you think? 40. I'm about to be 50. You're about to be 50. Wow. Yes, I'm reaching. Okay. So yeah, I'm there. I'm making my half century very soon. So yeah, through the employment exchange card, that father got a job. त्यो इम्प्लोयमेन्ट एक्सचेन्ज जो चाहिँ सरकारले गरेको त्यो कार्ड हुन्छ, त्यो कार्डको सहायताले उसको बुवाले चाहिँ के पायो भने एउटा प्रपर असल काम पायो। So then the family became little stable. त्यसको बादमा चाहिँ के भयो, परिवार एउटा स्टेबल गतिमा अगाडि बढ्न थाल्यो। The father able to provide the proper educations, means basic proper educations to his son. त्यसपछि बुवाले त्यो राम्रो काम भएपछि अटोमेटिकली आफ्नो परिवारलाई, आफ्नो छोरालाई राम्रो शिक्षा दिन सक्यो। So when he grew up, when he finished his college, अनि जब त्यो केटाले आफ्नो कलेजलाई सक्यो, and that was the time, you know, the computer IT industry started coming. त्यो तपाईलाई थाहा छ त्यो समय कति बेला हो, जति बेला चाहिँ इन्टरनेटहरु आईटी इन्डस्ट्रीहरु चाहिँ सुरुमा सुरुवातमा खडा हुँदै थियो, त्यो बेलाको कुरा हो। And many young people, they like to, you know, go to that field. अनि धेरै जवानहरुलाई चाहिँ त्यो फिल्डमा जानु त्यति बेला धेरै मन पर्थ्यो। And somehow this young boy, when he is now grown up, he's a youth now, so he started doing lot of things to get his educations done.
अब यो केटा जवान भएपछि उसले धेरै अब यताउता के गर्न थाल्यो आफ्नो कम्प्लिट पढाइ कम्प्लिट गरेपछि काम पाउनको लागि Because though the father have now the family is bit stable, they were not able to provide those educational expenses. ओके उहाँले के भन्दै हुनुहुन्छ त्यो केटाले नै आफ्नो पढाइ कम्प्लिट गर्नको निम्ति चाहिँ यताउता केही कामहरू गर्न थाले किनभने बाउले चाहिँ सम्पूर्ण रूपमा त्यो एजुकेसनको खर्च बेहोर्न सकिरहेको थिएन And there was a time when he completed his graduation. अनि एउटा समय आयो त्यस्तै गर्दै उसले आफ्नो ग्रेजुएसनलाई पुरा गर्यो He graduated. उसले ग्रेजुएट गर्यो And let pause there. अनि एकछिन त्यहाँ रोकौँ ल We will come back to this story later on. यो कथामा हामी फेरि पछि आउनेछौँ घुमेर Now, let me come back to my sharing, which I like to do it. अब म चाहिँ तपाईहरुलाई जुन चाहिँ प्रचार गर्नुपर्ने कुरा छ त्यो गर्न गइरहेको छु I wanted to start with one question. म एउटा प्रश्नको साथ सुरु गर्न चाहन्छु Why did God made you? किन परमेश्वरले तपाईलाई बनाउनु भयो Let me illustrate. म तपाईलाई बताउन चाहन्छु Imagine a person, let's say like he, invented something and bring in front of you. You have no idea about this. What is it? And he asked, tell me what is it? सोच्नुस् कि मैले चाहिँ एउटा कुरा आविष्कार गरेँ तपाईलाई थाहै छैन के हो भनेर अनि मैले तपाईलाई दिएर भने हेरे यो चाहिँ के हो भनेर सोधे भनेदेखि तपाई भन्न सक्नुहुन्छ You cannot tell what is it because you don't know anything about it. तपाईले के पनि भन्न सक्नु हुँदैन किनभने चाहिँ यो के थियो यो मैले बनाएको तपाईलाई थाहा छैन नि त Unless you come to the inventor and ask about it. जबसम्म तपाईले आएर बनाउने मानिसले आएर सोध्नु हुँदैन तबसम्म थाहा हुँदैन Or you read the owner's manual. जबसम्म त्यो म्यानुअलमा दिएको कुरालाई पढ्नु हुँदैन तपाईले थाहा पाउनु हुँदैन Those are the only two ways you can know that what is it. त्यो मात्र दुईटा तरिका या त तपाईले बनाउने मान्छेलाई सोध्नु पर्यो त्यो त न त म्यानुअल बुक पढ्नु पर्यो त्यो तपाईले थाहा पाउनुहुन्छ And it is the same true in our life, your life. अनि त्यही कुरा चाहिँ हाम्रो जीवनमा पनि के हुन्छ लागू हुन्छ The only way you will ever know your purpose is तपाईलाई एउटै तरिकाले मात्र तपाईको जीवनको उद्देश्यलाई थाहा पाउन सक्नुहुन्छ talk to your creator God तपाईको सृष्टिकर्ता परमेश्वरसँग बात गर्नुहोस् and read your word. अनि त्यसपछि उहाँको वचनलाई पढ्नुहोस् Today's verse आजको बाइबल भर्स is Ephesians 1:11. एफिसीको 1:11 पद It says, it is in Christ that we find out who we are and what we are living for. अनि यो ख्रीष्ट येशूमा नै हामीले थाहा पाउन पाउन सक्छौं कि हामी को हौं अनि हामी के को लागि बाँचिरहेका छौं भनेर If I could share one thing with you, that would be this message, that how your life you can shape, how your eternal life you can shape. अनि एउटा प्रचार सुसमाचार एउटा सन्देश म तपाईलाई दिन सक्छु भनेदेखि चाहिँ आजको दिनमा तपाईले आफ्नो जीवनलाई कसरी बदल्न सक्नुहुन्छ भन्ने कुरामा बताउन चाहन्छु Remember, you are created on purpose, with purpose, for God purpose. याद गर्नुहोस् तपाई एउटा उद्देश्यले बनिनु भएको छ एउटा उद्देश्यको लागि अनि परमेश्वरको उद्देश्य पूरा गर्नको लागि अलिक डिफिकल्ट Yeah, I know some words. I have that. I'm fortunate to have the part where it is not critical. He's having the part where it is critical. उहाँले के भन्नुहुन्छ म चाहिँ एकदमै फर्चुनेट छु किनभने कति क्रिटिकल पार्टहरु चाहिँ मैले भन्नु पर्दैछ उहाँले भन्नु पर्दैछ ताली बजाइदिनुस् न तपाईहरु यहाँबाट बोलेको हुन्छ निदाको जस्तो अलिकति जोश दिनुस् न त उहाँलाई पनि प्रचार गर्न मजा लाग्छ के अलिकति एटेन्टिभ भएर बोल्नुस् हेर्नुस् हो Absolutely, we need you, brother. Yes, you are not here in this world accidentally. तपाई यो संसारमा अकस्मात आउनु भएको हैन You are not here in this room accident. तपाई यो रुम भित्र पनि अकस्मात एक्सिडेन्टली आउनु भएको हैन You are not with a God with accident. तपाई परमेश्वरसँग पनि अकस्मात एक्सिडेन्टले झुक्कलमा भएको हैन God formed you, परमेश्वर तपाईलाई बनाउनु भयो shaped you, तपाईको आकार बनाउनु भयो and placed you here with an intention. अनि यहाँनिर चाहिँ एउटा उद्देश्यले एउटा कारणले राख्नु भएको छ Bible says in Proverbs 16:4. अनि बाइबलले भैतोपदेश 16 को 4 पदमा भन्छ The Lord has made everything for His own purpose. परमेश्वरले सबै कुराहरु आफ्नो उद्देश्यको लागि बनाउनु भएको हो So let me explain, or let me give you 5 reasons
why you exist. त्यसै कारणले गर्दा म तपाईहरुलाई 5 वटा कारण दिन चाहन्छु कि तपाई किन चाहिँ यो संसारमा हुनुहुन्छ. There are many others, but as we have 1 hour, so we will just stick to the 5. धेरै कारणहरु छ. 1 घण्टा भएको कारणले गर्दाखेरि 5 वटा इनफ छ. Okay, the point number 1, God were created to know and love Him. अनि पोइन्ट नम्बर 1, तपाई र म चाहिँ उहाँलाई जान्नको निम्ति अनि उहाँलाई प्रेम गर्नको निम्ति बनाएका हौ. And we called it worship. अनि त्यसलाई चाहिँ हामी के भन्छौं? वर्शिप, आराधना भन्छौं. आमेन. You know, something God will enjoy only when we do some religious things. हामी तपाईलाई थाहा छ कति जना हामीले यसो सोच्ने गर्छौं कि परमेश्वर चाहिँ हाम्रो धार्मिक क्रियाकलाप धार्मिक काम गर्दा खुसी हुन्छ भनेर. That is not true. तर त्यो सत्य होइन. That is true in other religion. त्यो अरु धर्महरुमा सत्य होला. Doing or following some rituals त्यो कुनै धर्म कर्मको कुराहरु गर्नु अरुमा सत्य होला. to please their gods, उनीहरुको ईश्वरलाई खुसी बनाउनको निम्ति, but not true in Christianity. तर क्रिश्चियनिटी भित्र चाहिँ त्यो कुरा सत्य होइन. हामी त्यसरी परमेश्वरलाई खुसी पार्न सक्दैनौ. God delights in you when you being you. परमेश्वर तब खुसी हुनुहुन्छ जब तपाई स्वयं आफू हुनुहुन्छ, प्रिटेन्ड गर्ने होइन. तपाई जे रियल छ त्यही उहाँको अगाडि हुनु पर्यो. And it says in Ephesians 1:4, अनि एफएसीको 1:4 पदले यसरी भन्छ, even before He made the world, God loves us and chose us in Christ. यो संसार सुरु हुनु भन्दा अगाडि, सृष्टि हुनु भन्दा अगाडि नै परमेश्वरले हामीलाई प्रेम गर्नुभयो अनि ख्रीष्टमा माया गर्नुभयो. God chose us to love you because you can love Him back. परमेश्वरले तपाईहरुलाई प्रेम गर्नुको निम्ति छान्नु भयो ताकि तपाईले उहाँलाई पनि प्रेम गर्नु सकोस् भनेर. And that set us apart. अनि त्यो कुराले चाहिँ हामीलाई सबैभन्दा भिन्न बनाउँछ. That is our identity. We no need to scare with our God because as others and other peoples which we are seeing around us. त्यो चाहिँ हाम्रो पहिचान हो. यसै कारणले गर्दाखेरि हामी परमेश्वरसँगै डरको साथ कम्पनको साथ जिउनु पर्दैन जस्तै अरु व्यक्तिहरुले गर्ने गर्दछ. We just need to love Him. हामी केवल उहाँलाई प्रेम गर्नुपर्छ. We just need to know Him. हामी उहाँलाई जान्ने कोसिस गर्नुपर्छ, जान्नुपर्छ. And the Bible called that loving God is worship. अनि बाइबलले त्यो परमेश्वरलाई प्रेम हामी जसरी गर्छौं नि हाम्रो जीवनबाट प्रेम, त्यो प्रेम गर्ने कुरालाई के भन्छ? आराधना भनेर भन्छ. Hosea 6 demonstrate that. होसियाले भन्छ त्यो कुरालाई के गर, डेमोन्स्ट्रेट गरेर देखाऊ. And Hosea 6:6 it says that I don't want your sacrifice, I want your love. होसिया 6:6 पदले पनि यही भन्छ, मलाई तिम्रो बलिदानहरु चाहिँदैन, मलाई तिम्रो प्रेम चाहिन्छ. I don't want your offering, I want you to know me. मलाई तिम्रो दानहरु पनि चाहिँदैन, म यही चाहन्छु कि तिमी मलाई जान. You know, every morning I pray that if I do nothing today, but God, let me just love you more, let me know you more. अनि म बिहान उठेर तपाईलाई थाहा छ प्रार्थना गर्दै गर्दाखेरि म प्रभुलाई भन्ने गर्छु, प्रभु म तपाईलाई जान्न सकौं, म तपाईलाई धेरै प्रेम गर्न सकौं. Tragically, many of us are missed that particular point. तर दुःखको कुरा हो धेरै जनाले हामीले चाहिँ हाम्रो जीवनको परमेश्वरलाई प्रेम गर्नुपर्छ भन्ने उद्देश्यलाई चाहिँ भुलिरहेका हुन्छौं. Many times because of our busy life we go in a different direction. किनभने धेरैपल्ट हामी व्यस्त जीवन भएको कारणले गर्दाखेरि हामी अलग-अलग दिशामा गइरहेका हुन्छौं. We forget that main part. त्यो हाम्रो मेन परमेश्वरलाई प्रेम गर्नुपर्छ भन्ने कुरालाई चाहिँ हामीले भुलिरहेका हुन्छौं. But 1 Timothy 6 warned this. तर पहिलो तिमोथीको 6 पदले हामीलाई सावधान बनाउँछ, खबरदार बनाउँछ. Some people has missed the most important thing. They don't know God. अनि कति जनाले चाहिँ एकदमै मुख्य कुरालाई भुलेको छ, त्यो चाहिँ के भन्दाखेरि उनीहरूले परमेश्वरलाई चिनेको नै छैन. And Jesus himself says that in Matthew 6:32. अनि येशू ख्रीष्ट आफैले मत्ती 6:32 6को 32 मा भन्नुहुन्छ, He said unbelievers are always worried. जसले विश्वास गर्दैन अन्य जातिहरू चाहिँ सधैँ के गर्छ? चिन्तामा जीवन बिताउँछ. When you don't know, you demonstrate your frustrations. जब तपाईलाई थाहा छैन कुनै कुरामा तपाई अज्ञात हुनुहुन्छ भने तपाईले फ्रस्ट्रेसनहरु देखाउन You थाल्नुहुन्छ. started worry about things. तपाई चिन्ता फिक्री गर्न थाल्नुहुन्छ. Many preachers in these days turn these things into prosperity gospel. अनि धेरै जना प्रचारकहरूले चाहिँ तपाईको चिन्ता फिक्रीलाई चाहिँ
प्रोस्पेरिटी भनेको बुझ्नुहुन्छ त्यो गस्पलमा चाहिँ परिवर्तन गर्न सम्पन्नताको कुराहरू प्रभुले तपाईलाई पैसा दिनुहुन्छ रुपैयाँ त्यो कुरामा टर्न गर्न थालेको छ They turn this point when God says that unbelievers always worry, they turn into in the wealth and many good things in your life. जब हामी यो वचनले भन्छ नि जसले विश्वास गर्दैन उनीहरुको जीवनमा फिक्री आउँछ भन्दै गर्दा प्रोस्पेरिटी गस्पल प्रिचर गर्नेहरुले चाहिँ तिमीहरुको जीवनमा चाहिँ सम्पत्ति आउँछ धन आउँछ धेरै राम्रो कुराहरु आउँछ भनेर चाहिँ प्रचार गर्न थाल्दछ. So interpretations of the word of God, translations of the word of God, not what he's doing correct, is very important to understand what God exactly is trying to tell. त्यसै कारणले गर्दाखेरि जब पनि हामी बाइबलको भर्सहरुलाई उल्टा गर्छौं कसरी उल्टा गर्छौं के उल्टा गर्छौं त्यो कुरा जान्नु चाहिँ एकदमै के हो मुख्य कुरा हो. See what Jesus said. हेर्नुस् प्रभुले के भन्नुभयो भन्दाखेरि चाहिँ love the Lord with all your heart, with all your soul and with all your mind. यसुले भन्नुभयो तिमीले आफ्नो प्रभुलाई आफ्नो सारा हृदयले सारा प्राणले अनि सारा समझले के गर प्रेम गर. He is talking about love. उहाँले चाहिँ प्रेमको बारेमा भन्दै हुनुहुन्छ. He is concerned about our soul. उहाँ हाम्रो प्राणको बारेमा चिन्तित हुनुहुन्छ. He is concerned about how we think. उहाँ चाहिँ चिन्तित हुनुहुन्छ कि हामी कसरी सोच्छौं भनेर. Worship is not only just attending a church. वर्शिप भनेको चर्चमा आएर अटेन्ड गर्न मात्र होइन. It is the living the moment of God's presence in your life. परमेश्वरको उपस्थिति तपाईको जीवनमा जिउनु चाहिँ त्यो आराधना हो. And that's why you are here. त्यसैको लागि तपाई यहाँ हुनुहुन्छ. We are here so we can worship him. We can live in his presence. हामी यहाँ छौं ताकि हामी उहाँको आराधना गर्न सकौं अनि उहाँको उपस्थितिमा प्रेजेन्समा हामी जिउन सकौं. आमेन. हालेलुया. Hallelujah. Like a fish, जस्तै माछा can't live without water. जसरी माछा पानी बिना जिउन सक्दैन. Now if Christians, believers, if you take him out of the presence of the God, he cannot believe. His soul will die. अनि तपाईले यदि विश्वासीलाई पनि त्यसै गरेर परमेश्वरको उपस्थितिदेखि अलग गर्नुहुन्छ भने उ बाँच्न सक्दैन. उसको आत्मा के हुन्छ मर्छ. Your life begins when you start love God with all your hearts. तपाईको जीवन त्यहाँबाट सुरु हुन्छ जब तपाईले आफ्नो सम्पूर्ण कुराबाट परम प्रभुलाई प्रेम गर्न सुरु गर्नुहुन्छ. Now let me go back to my story. अब म मेरो फेरि त्यही कथामा जान चाहन्छु है. The boy completed his graduation. त्यो केटाले आफ्नो ग्रेजुएसनलाई सक्यो. He's trying to find out a job. अब फेरि उले अब काम खोज्न थाल्यो है. And there was no job. अनि त्यहाँ कुनै काम थिएन. Getting frustrated. अनि फेरि उ एकदमै चिन्तित हुन थाल्यो. That time his pastor त्यति बेला उसको पास्टरले said like, okay, there is a Christian organizations, they are setting up and they need someone like you who has this knowledge about computing. त्यति बेला एउटा पास्टरले आएर भन्यो एउटा क्रिश्चियन संस्था छ जसमा चाहिँ तिमी एउटा कामको भ्याकेन्सी छ जसमा चाहिँ कम्प्युटरको बारेमा अलिअलि नलेज भएको केटा चाहिन्छ भनेर भन्यो अरे. He says why not, job is job. अनि उले सोच्यो नि किन नगर्ने काम कामै हो जान्छु भनेर है. I will be able to get money. म धेरै पैसा कमाउन सक्छु भनेर उले सोच्यो. So the boy went to the organization, he joined that. अनि त्यो संस्थामा गएर उले त्यहाँनिर जोइन गर्यो. But there he found a different kind of people. अनि जब त्यो त्यहाँनिर गयो उले अलग्गै किसिमको मानिस पायो अरे. The people who serve God. जो मानिसहरु जसले परमेश्वरको सेवा गर्छ. The people who serve the church. जो मानिसहरु जसले चाहिँ चर्चमा सेवा गर्छ. And he started understanding what is the mission is all about. अनि त्यसपछि उले बुझ्न थाले अरे कि जीवनको मिशन उद्देश्य चाहिँ के हो भनेर. And he started to understand God's purpose for his life. अनि त्यसपछि उसले चाहिँ जीवन परमेश्वरको उसको माथि जीवनको उद्देश्य चाहिँ के छ भनेर बुझ्न थाल्यो अरे. Pause. रोक्नु सबै एकछिन. Point 2. Number 3 point. You are created to belong God's family. तपाई चाहिँ परमेश्वरको परिवार भित्र हुनको निम्ति सृजना भएको हो. And what we call it. अनि हामी यसलाई के भन्छौं? What we are having here. हामी के हुँदैछ नि संगति fellowship. Fellowship. That is called fellowship. त्यसलाई के भन्छ हामी संगति भन्छौं. God wants a family. परमेश्वरले एउटा परिवार चाहनुहुन्छ. That's why he created you. त्यसै कारणले गर्दा तपाईलाई सृजना भयो. In New Testament alone there are almost 59 times it is mentioned that one another.
अनि नयाँ नियममा पनि 59 टाइम्स 59 पल्ट चाहिँ what is They are one another. एक अर्काको बारेमा भनेर त्यो शब्दलाई प्रयोग गरिएको छ. So you can understand that how important it is to have for God to have us to have this fellowship. यसैले तपाईले बुझ्न सक्नुहुन्छ कि परमेश्वरले चाहिँ कति धेरै चाहिँ हामी एक अर्कालाई संगतिमा रहेको चाहनुहुन्छ. It says love one another. यसले भन्छ एक अर्कालाई प्रेम गर, Pray for one another. एक अर्कालाई प्रार्थना गर, Encourage one एक another. अर्कालाई उत्साह देऊ, Forgive one another. एक अर्कालाई क्षमा देऊ. Ephesians 1:5 says, एफएसी 1:5 पदले भन्छ God declared in advance to adopt us into His family through Christ. परमेश्वरले चाहिँ एफएसी 1:5 ले भन्छ परमेश्वरले चाहिँ सुरुबाट नै हामीलाई चाहिँ उहाँको परिवारमा को हिस्सा बनाउनको निम्ति अडप्ट गर्नको निम्ति चाहिँ ख्रीष्ट येशूद्वारा भन्नुभयो. And First Peter 1:3 added to that point. अनि पहिलो पत्रुस 1:3 ले त्यसलाई समर्थन गर्दै भन्छ We have been born again. हामी चाहिँ नयाँ गरी जन्मिएका छौं. Now we are the part of God's family. अनि हामी अब परमेश्वरको परिवारको के हो भाग हौ, हिस्सा हौ. He wants us to be as a family. उहाँले तपाई र मलाई एउटा परिवार भएको चाहनुहुन्छ. But this family, this adoption cannot be with force. तर यो एडप्सन चाहिँ फोर्सफुली जबरजस्ती हुन सक्दैन. If someone coming for the church just to sake of church is Sunday morning my duty, no, you are not that part of that family. तपाई यदि चर्चमा आउँदै हुनुहुन्छ म जानै पर्छ यो मेरो ड्युटी जस्तो हो, तपाई यो फ्यामिलीको हिस्सा हुनु हुँदैन. You need to choose that. तपाईले त्यो कुराको लागि चोइस गर्नु पर्यो, डिसिजन गर्नु पर्यो. You can opt out, you can go back. तपाई फर्केर पनि जान सक्नुहुन्छ. But remember, God don't want that. तर एउटा कुरा याद गर्नुस् परमेश्वरले त्यो चाहनु हुँदैन. What is His family? How do you know about it? उहाँको परिवार के हो, कसरी तपाईले यसको बारेमा थाहा गर्न सक्नुहुन्छ? Very simple. As we just saw those two words talking about family, go and read 1 Timothy 3. एकदमै साधारण रूपमा जस्तै हामीले दुईटा पोइन्ट पढ्यौं. फर्स्ट तिमोथी which verse 3 3 अध्यायलाई तपाईले पढ्न सक्नुहुन्छ. And then when you come to the verse 15, अनि तपाईको 15 वर्षमा आउनुहुन्छ. it says the family is the church of living God. अनि यसले यसरी भन्छ the family of the church of the family परिवार भनेको चाहिँ हाम्रो जिउँदो परमेश्वरको के हो मण्डली हो. And the foundations of truth. अनि सत्यताको चाहिँ के एउटा जग हो. See, church is not an institution. चर्च कुनै एउटा बाहिर तपाई र मैले देख्ने त्यो संस्था जस्तो होइन है. It's a family. यो एउटा परिवार. आमेन. Amen. Christians without a church is orphan. क्रिश्चियनहरु चाहिँ एउटा हाम्रो मण्डली बिना चाहिँ एउटा अनाथ जस्तै हो. You may say like, yeah, I can worship God when I'm alone. तपाईले भन्न सक्नुहुन्छ म परमेश्वरलाई एक्लै पनि आराधना गर्न सक्छु भनेर. And that is right, that is true. त्यो सत्य पनि हो. But you are better together. We are better together. तर हामी साथमा भेला भएर प्रभुको आराधना गरेको चाहिँ असल हो. We are made for a connection. हामी बनाइएका नै एक अर्कासँग जोडिनको निम्ति हो. We are belongs to each other. हामी एक अर्काको निम्ति बनिएका हौं. Christianity or following Christ, या त प्रभु येशूलाई पछ्याउनु, it is not a solo adventure, you know. यो चाहिँ सोलो हैन, वन म्यान आर्मी भन्छ नि म एक्लै गर्छु त्यस्तो होइन क्रिश्चियनिटी भनेको. We need each other. हामीलाई एक अर्काको के छ खाँचो छ. We need our family. हामीलाई परिवारको खाँचो छ. And that's what God's word says. Roman 12:5. अनि रोमी 12:5 ले यसरी भन्छ. So in Christ we, though many, from one body, and each member belongs to all other. ख्रीष्ट येशू भित्र हामी धेरै अलग-अलग शरीर भए तापनि हामी सबैजना एक अर्काको के गर्छौं बिलोङ गर्छौं. हामी एक अर्काको निम्ति हौं. Yes, we are individual. हामी अलगै छौं, सिंगल छौं. We are created as individual, with individual gifts. हाम्रो अलगै एउटा पहिचानमा परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो, दान वरदानमा सृष्टि गर्नुभयो. But in Christ we all same. तर ख्रीष्ट येशूमा चाहिँ हामी सबैजना के हौ एउटै हौ. All belongs to the same body. हामी सबैजना ख्रीष्ट येशूसँग नै एउटै भएर हामी छौं. We belong, we born or we made to belong.
हामी जन्मिएका छौं अनि हामीलाई चाहिँ यीशुमा हुनको निम्ति बनाएका छ to walk with one another with love, accountability, and unity. हामीलाई चाहिँ परमेश्वरले किन बनाउनु भएको छ भने एक अर्कासँग प्रेममा जिउनको निम्ति हरेक हाम्रो एक्सनको जवाबदेही हुनको निम्ति अनि एकतामा रहनको निम्ति Those who are from the hills, they knows these illustrations better. जो चाहिँ पहाडहरुबाट हुनुहुन्छ उहाँहरुलाई इलस्ट्रेसन यसको बारेमा थाहा छ Like when you burn the fire जब तपाईं आगो बाल्नुहुन्छ and you take out one fire stick out of that, एउटा आगोलाई निकाल्नुहुन्छ त्यो ग्रुपबाट अलग्गै it will die. त्यो लट्टीको बलिरहेको आगो के हुन्छ निप्छ But all the rest which is there inside, it will give the heat for long. तर सबैजना एकै साथ त्यो जोडेर बसेको आगो चाहिँ के हुन्छ लामो समयसम्म बलिबस्छ Let's go back to that story. फेरि कथामा जाउँ ल So this boy is now with this Christians people. अब यो केटा चाहिँ अब त्यो क्रिश्चियन मानिसहरुसँग छ त्यो व्यक्तिहरुसँग छ And he started growing to understand that how the missionaries work. अनि उले बिस्तारै बिस्तारै बुझ्न थाल्यो कि मिशनरी चाहिँ के हो कसरी मिशनरी कामहरु के हो भन्ने कुरा उले बुझ्न थाल्यो Pastors is not there only for Sunday preaching. What the pastor's role is all about. पास्टर चाहिँ खाली तपाईलाई सन्डे आएर प्रचार गर्न मात्र होइन पास्टरको भूमिका के हुन्छ Why pastor is so much busy? किन पास्टर एकदमै बिजी हुन्छ Why we need leaders in church? किन हामीलाई चर्चमा लिडर्सहरुको खाँचो छ And he got his vision. अनि उसले चाहिँ आफ्नो मिशनलाई पायो And through those fellowship, through that family, he understand and his vision gets stronger and he becomes stronger and he can follow Christ. अनि त्यो सबै कुराबाट उले बुझ्दै गरेपछि चाहिँ उसले चाहिँ ख्रीष्टलाई चिन्न थाल्यो अनि ख्रीष्टलाई फलो गर्नु थाल्यो Pause. रोकिनुस् अब एकछिन Back to this point number 3. Point number 3. Now, point number 3 is you are created, became like Christ. तपाईहरु चाहिँ point number 3 चाहिँ यो हो तपाईहरु ख्रीष्ट जस्तै बन्नको निम्ति सृजना भएको हो This is important. यो एकदमै मुख्य छ है This is called disciple. यसलाई चाहिँ के भन्छ चेलापन This is called discipleship. यसलाई भन्छ चेलापन Once you enter God's family, तपाई प्रभु परमेश्वरको परिवारमा जोडिनु भएपछि He wants you to grow up. तपाईलाई उहाँले पढेको हुर्केको चाहनुहुन्छ Grow in maturity of Christ. तपाईलाई येशू ख्रीष्टको परिपक्वतामा पढेको चाहनुहुन्छ Because God is more interested in you, who you are, and how you became. किनभने परमेश्वर तपाईमा इन्ट्रेस्टेड हुनुहुन्छ तपाई कसरी हुर्किदै हुनुहुन्छ त्यो कुरामा इन्ट्रेस्टेड हुनुहुन्छ Romans 8:29 says God chooses us to become like His Son. रोमी 8 को 29 पद यसरी भन्छ परमेश्वरले तपाईं र मलाई चाहिँ उहाँको पुत्र हुनको निम्ति छोराछोरी हुनको निम्ति बनाउनु भयो Don't just read this verse just like that. यो वचनलाई यतिकै नपढ्नुहोस् It is very important. एकदमै हाम्रो जीवनमा मुख्य कुरा हो It has few words. Let me say it again. यसमा एकदमै कम वर्डहरु छ म तपाईलाई फेरि पढ्न चाहन्छु God परमेश्वरले choose us तपाई र मलाई चुन ठान्नु भयो to become उहाँ बन्नको लागि like His Son. उहाँको छोरा जस्तो हुनको लागि So it is not your pastor who choose you. यो होइन कि तपाईको पास्टरले तपाईलाई छानेको होइन It is not your father, earthly father, or a church leader who choose you. यो संसारमा भएको बाउ आमा या चर्च लिडरले पनि तपाईलाई छानेको होइन It is who God, your creator, who choose you. यो परमेश्वर जसले तपाईलाई सृष्टि गर्नुभयो उहाँले तपाईलाई छान्नु भएको And for what? अनि के को लागि To become. के हुनको लागि उहाँ जस्तै हुनको लागि Not to pretend, देखावटी गर्नको लागि होइन but to become. तर हुनको निम्ति What? Like His Son. उहाँको छोरा जस्तै हुनको निम्ति Not like your pastor. तपाईको पास्टर जस्तो हुनको लागि होइन Not like an idol which you can say. That is fine. Yeah, I say, yes, Billy Graham is a great preacher. तपाईको एउटा आइडल बनाएर त्यस्तो होइन जस्तो कि अब भन्नु सक्नुहुन्छ बिली ग्राम एउटा असल प्रिचर थियो प्रचारक थियो Yes, I admire his preaching. तपाईले त्यो कुरालाई एडमायर गर्न He सक्नुहुन्छ is a great preacher. उहाँ एकदमै राम्रो ठुलो प्रभावशाली प्रचारक हुनुहुन्थ्यो No doubt about it. I am not saying no. त्यसमा कुनै शंका छैन त्यसलाई मैले खण्डन गरेको होइन But what God says, तर प्रभुले के भन्नुहुन्छ He says that you like to become like my son. उहाँले के भन्नुहुन्छ तिमी बिली ग्राम जस्तो हुनु होइन तिमी चाहिँ येशू जस्तो हुनुपर्छ So you maybe go beyond Billy Graham.
तपाईँ बिलिग्राम भन्दा पनि श्रेष्ठ काम तपाईँले गर्न सक्नुहुन्छ त्यो भन्दा पनि ठुलो कुरालाई तपाईँले छान्नु भएको हो So yes, amen to that. Big amen to that. आमेन 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 Because Jesus himself experienced loneliness, येशू ख्रीष्ट आफैले पनि त्यो एक्लोपनलाई अनुभव गर्नुभयो misunderstanding, temptation, परीक्षाको कुराहरूलाई pain. दुःखलाई Don't you think if he does, you will not? तपाईलाई लाग्दैन उहाँले त्यो कुराहरू सबै अनुभव गर्नु त हामीले गर्दैनौँ होला र Because he said that I like to become you as my son. किनभने उहाँले भन्नुभयो कि तिमीहरू चाहिँ मेरो पुत्र येशू जस्तै होस् भनेर म चाहन्छु And if he allow his son to go through all those, we definitely will be. अनि यदि परमेश्वरले आफ्नो पुत्र येशूलाई त्यो सबै कुराहरूबाट जान दिनुभयो भने डेफिनेटली तपाईँ र मलाई पनि त्यो बाटोबाट लानुहुन्छ Because God is more interested in forming our character. किनभने परमेश्वर चाहिँ तपाईको चरित्र निर्माण गर्नमा धेरै के हुनुहुन्छ इन्ट्रेस्टेड हुनुहुन्छ The fruit of the Spirit, पवित्र आत्माको फल the character of Christ. येशूको जस्तै चरित्र जीवन And it is found in Galatians 5:20-23. अनि यो चाहिँ हामीले पाउँछौँ फेमस भर्स गलातियन्स 5 को 22 देखि 23 पदमा Anyone wants to read र that? कसैले पढ्न चाहनुहुन्छ पढिदिनुस् गलाती 5 को 22 देखि 23 सम्ममा कसैले पढिदिनुस् The fruit of the Spirit. Yes. तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वासता, नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरोधमा कुनै व्यवस्था छैन। Amen. Amen. Those are the fruits of the Spirit: love, joy, peace, patience, kindness, godliness, faithfulness, gentleness, and self-control. त्यो सबै कुरा चाहिँ पवित्र आत्माको के हो फल हो प्रेम आनन्द शान्ति धैर्यता भलाइ विश्वासयोग्यता And how many of we are lacking with all this? अनि हामी कतिजना चाहिँ हाम्रो जीवनमा त्यो कुराहरू छैन I think all of us. सायद हामी सबैमा छैन होला त्यो If I said no, I have self-control. I don't think I'm telling truth. I don't. यदि म भन्छु कि ममा चाहिँ आत्मसंयम छ भनेर म चाहिँ झुट बोलेको है त्यो चाहिँ Yes, I love people. म मानिसहरूलाई प्रेम गर्छु But I feel joy in God's presence and with my brothers and sisters. म परमेश्वरको उपस्थिति म आनन्दित हुन्छु अनि आफ्नो प्रभुको छोराछोरीसँग पनि भेट हुनमा खुसी हुन्छु But that is not everything. तर त्यो सबै कुरा होइन नि त The godliness, the faithfulness. Am I faithful? के म विश्वासयोग्य छु Do I demonstrate the godliness and gentleness every time? के म परमेश्वरले भन्नुभएको जस्तै त्यो जेन्टलनेस नम्रता त्यो सबै कुराहरू डेमोन्स्ट्रेट देखाउने गर्दछु अरूको अगाडि That's the questions we need to ask. त्यो चाहिँ हामीले एकअर्कालाई चाहिँ प्रश्न गर्नु पर्यो आजको दिन You don't need to tell anyone. तपाईले कसैलाई भन्नु पर्दैन You ask yourself. आफूले आफूलाई नै तपाईले सोध्नु पर्यो Because God wants to teach us through truth, trouble, trials, and temptation. किनभने परमेश्वरले चाहिँ तपाईँ र मलाई सत्यताबाट समस्याहरूबाट ट्रायल्स परीक्षाहरूबाट अनि चुनौतीहरूबाट चाहिँ तपाईँ र मलाई सिकाउन चाहनुहुन्छ Every time we try to go close God, remember there will be some problem. याद गर्नुहोस् जब तपाईँ र म परमेश्वरसँग घनिष्ठ हुन खोज्छौँ तब तपाईँ र मेरो जीवनमा समस्याहरू आउँछ Ephesians 4:13-15 it says that it's talk about spiritual maturity. एफिसी 4 को 13 देखि 15 पदले आत्मिकी परिपक्वताको बारेमा कुरा गर्छ Grow up into him who is the head, that is Christ. तपाईँ र म चाहिँ आत्मिक रूपमा बढ्नु पर्छ त्यो चाहिँ को हुनुहुन्छ ख्रीष्ट येशू हुनुहुन्छ चाहिँ शिर हुनुहुन्छ God's purpose is not just to save you but to shape you. एकदमै पावरफुल कुरा परमेश्वरको उद्देश्य चाहिँ तपाईलाई बचाएर उतारेर चर्चमा ल्याउनु मात्र होइन तर तपाईलाई निर्माण गर्नु हो Romans 8:9-29 says, रोमी 8 को 29 पदले भन्छ For God know his people in advance. परमेश्वरले आफ्नो प्रजाहरूलाई अगाडिबाट जान्नुहुन्छ And he chose them to become like his son. अनि उनीहरूलाई उहाँले आफ्नै छोरा जस्तो होस् भनेर छान्नु भयो चुन्नु भयो So that his son
would be the firstborn among many brothers and sisters, and that's brothers and sisters are we are. ताकि उहाँको पुत्र येशू ख्रीष्ट चाहिँ सम्पूर्ण दाजु भाइहरूको माझमा चाहिँ पहिलो ज्येष्ठ हुनको निम्ति भन्नुभयो अनि त्यो उहाँले भन्नुभएको दाजु भाइ दिदी बहिनीहरू चाहिँ येशू ख्रीष्टको तपाईँ र हामीहरू हौं. An example of that is like that bonsai tree. तपाईलाई थाहा छ त्यो बोनसाई ट्री उदाहरणको लागि. So when you try to make a bonsai tree, you have to trim that tree or prune that tree very often. जब तपाईले बोनसाई ट्री बनाउनु हुन्छ नि त्यो बोनसाईको रुख कतिजनालाई थाहा छैन बनाउँदै गर्दा त्यसलाई चाहिँ छाट्नु पर्छ डाल बार बेला बेलामा समयमा तब मात्र त्यो बोनसाई ट्री हुन्छ. So when it looks beautiful and strong. जब तपाईँ त्यसलाई हेर्नुहुन्छ त्यो सुन्दर आकर्षक र बलियो देखिन्छ. So it is about that God is putting us through those trials, through those moments to just prune our life so we can become strong. यही कुरा तपाईँ र मैले बुझ्नुपर्छ. जब तपाईँ र मेरो जीवनमा सबै कुराहरू सङ्घर्षका कुराहरू आउँछ परमेश्वरले तपाईँ र मलाई छाड्दै हुनुहुन्छ त्यो बोनसाई ट्री जस्तै सुन्दर र बलियो बनाउनको निम्ति वापस जस्तै. We need to meditate His word. त्यही कारणले गर्दा हामीले उहाँको वचनमा चाहिँ चिन्तन मनन गर्नुपर्छ. Go back to the story. फेरि कथामा जानुहोस्. Now, as he became the strong in his call, अनि जस्तै उसले आफ्नो बोलावटमा उसले बुझेर बलियो भएर उजाल्न थाल्यो. that young man understand that now it is the time to educate himself with the word of God. अब उसले यो कुरा बुझ्यो कि अब चाहिँ मैले प्रभुले को बोलावट थाहा भयो अब मैले परमेश्वरको वचनमा चाहिँ अझै मैले अध्ययन गर्नुपर्छ मनन गर्नुपर्छ. So he studied his theology. त्यसपछि उसले आफ्नो थियोलोजीलाई पढ्यो बाइबल कलेजमा गएर. And he was praising God for everything. अनि उसले परमेश्वरलाई सबै कुराको निम्ति धन्यवाद दिन थाल्यो. He thought that okay, now I am ready. अनि उसले सोच्यो अब चाहिँ म एकदम के छु रेडी छु तयार छु. He came back. अनि फर्केर आयो. And then he started his work, what he used to do. अनि त्यसपछि उसले आफ्नो जीवनमा गर्न कार्यको त्यो कामहरू सबै फेरि गर्न थाल्यो. And bang. अनि त्यसपछि everything closed. What happened? Everything closed. सबै बन्द भयो उसको आँखा अगाडि नै. The plan which he had, the ministry he wanted to do, it feels like everything is closing down. उसले जुन चाहिँ योजनाहरू बनाएको थियो उसले जुन चाहिँ म सेवाकाई गर्छु भनेर सोचेको थियो सबै कुरा उसले सोचेको छ भने सबै बन्द भयो. The organization he started working with, it's almost dying. अब जुन चाहिँ संस्थामा उ काम गर्थ्यो त्यो चाहिँ अब एउटा एकदमै बन्द हुने अवस्थामा छ. The leaders which he followed, they separated. जुन चाहिँ लिडर्सलाई उसले एउटा रोल मोडल मानेर पछाएको थियो उनीहरू पनि अलग भइसकेको छ हुन आँटेको छ. So he faced that trial. अनि उसले त्यो समस्यालाई सामना गर्नु पर्यो. When he felt like okay, now I'm ready and I'm jumping in. अब उसले जब सोच्दै म प्रभुलाई यस्तो गर्छु उस्तो गर्छु भनेर सोच्दै मात्र थियो उसको जीवनमा के भयो सोचेको भन्दा उल्टा समस्या आउन थाल्यो. And they started praying. So, okay. By that time, त्यो समयसम्ममा he also got married. उसको विवाह पनि भयो. And then he got they both their firstborn. अनि उनीहरूको त्यो पहिलो नानी पनि जन्मियो. So the salary and the income and the ministry which he was planning for, it is not there, but his responsibility grew up. उसले योजना बनाएको स्यालेरी पनि छैन मिनिस्ट्री पनि छैन के पनि छैन तर अब जीवनमा के छ थप जिम्मेवारी भने छ. So there was a time that he started thinking like okay, I may need to go back to my original world and do something corporate. अनि उसले त्यति बेला सोच्यो कि अब म के गर्छु अब भएन अब म फेरि फर्केर गएर चाहिँ अब संसारिक कर्पोरेटमा काम गर्न थाल्छु. But whenever they used to pray, the husband and wife they used to pray. तर जब पनि त्यो पति र पत्नीले प्रार्थना गर्थे they always feel that God is telling them to stay. अनि उनीहरूलाई लाग्थ्यो कि परमेश्वरले चाहिँ उनीहरूलाई चाहिँ बस त्यो आफ्नो त्यो कुरालाई नै गर भनेर भनेको जस्तो उनीहरूलाई लाग्थ्यो. Have patience, be faithful. धैर्यतामा बस फेथफुल विश्वासयोग्य हो भनेर चाहिँ परमेश्वरले भनेको जस्तो उनीहरूलाई लाग्थ्यो. The years passed by. धेरै वर्ष बितेर गयो. Situation didn't change. त्यो कुराहरू समस्याहरू केही पनि परिवर्तन भएन. But in one time, तर एउटा समय आयो when they faced really big things and they were almost at the end of their what is that? It's like I cannot just tolerate anymore.
I cannot take it anymore. मैले shall I translate in Nepali? Yes, please. यिनी जिन्दगीमा एउटा यस्तो समय आयो, यस्तो क्षण आयो, अब चाहिँ समस्या बेसी भएर चाहिँ अब उनले भने अब म चाहिँ सहनु सक्दिनँ, अब ज्यादा भयो मलाई भनेर उनीहरूले सोच्न थाल्यो। That time God shows them a ray of hope. अनि त्यति बेला चाहिँ परमेश्वरले एउटा आशाको किरण उनीहरूको जीवनमा दिनुभयो। It confused them. यसले उनीहरूलाई चाहिँ कन्फ्युजनमा राखिदियो, एकपल्ट उनीहरू सोध्न बाध्य भयो। Do you know or do you think why it confused them? तपाईलाई थाहा छ किन चाहिँ उनीहरूलाई चाहिँ त्यो परमेश्वरले भनेको कुरालाई कन्फ्युज गर्यो होला? Do you have any idea? तपाईलाई के आइडिया छ होला? Because the struggle was so long that they got confused by what God is showing them. किनभने त्यो सङ्घर्ष चाहिँ यति लामो थियो, उनीहरूले गरेको कति वर्ष भइसक्यो, सडनली त्यो प्रभुले त्यो कुराहरू देखाउँदाखेरि चाहिँ उनीहरू चाहिँ के भयो? कन्फ्युजनमा भयो। But when God chooses His people, He will always bring them up. तर जब परमेश्वरले आफ्नो लोकहरूलाई छान्नुहुन्छ, उहाँले उनीहरूलाई आफूसँगै उठाएर हिँड्नुहुन्छ। So definitely God's helped them to understand and they remain. त्यसै कारणले गर्दा परमेश्वरले चाहिँ तिनीहरूलाई बुझ्नको निम्ति, परिपक्व बनाउनको निम्ति अनि प्रभुमा रहनको निम्ति त्यो कुरा गर्नुभयो। I feel that demonstrate the disciples. अनि त्यसले चाहिँ उनीहरूले जीवनमा गरेको सङ्घर्षको कुराहरू चाहिँ के बताउँछ? र डिसाइपलशिप एउटा चेलापनको बारेमा बताउँछ। A nature of disciple. अनि एउटा चेलाको चाहिँ एउटा नेचर, एउटा चरित्र कस्तो हुनुपर्छ भन्ने कुरालाई I'm बताउँछ। almost done. I'm in म सबै point number 4. अब पोइन्ट नम्बर 4 मा छु। And from here I will go fast. अनि यहाँबाट म छिटो छिटो जानेछु। We were created to serve God by serving His ministry. तपाईले चाहिँ परमेश्वरले यो कारणले बनाउनु भयो ताकि तपाईले अरूहरूलाई चाहिँ के गर्नु पर्यो? सेवा गर्नु पर्यो। God uniquely shaped you परमेश्वरले तपाईलाई एकदमै युनिक गरेर बनाउनु भएको छ। with specific gift. एकदमै स्पेसिफिक गिफ्ट, सबैकोमा एउटै दान हुँदैन, अलग अलग। Like means if I start singing, everybody will run out. मैले यहाँ गाउन थाल्यो सबैजना भागेर जान्छ यहाँबाट अहिले। But when he started singing, we all danced, जब right? हाम्रो अस्मिन भाइले गाउन थाले सबैजना इन्जोय गरेर नाच्न थाल्यो। So that's the gift. यो के हो? एउटा वरदान हो, दान हो। The heart of your pastors, the ability of preaching, the personality with my brothers, those are unique gift. तपाईको हृदय, पास्टरको हृदय, प्रचार गर्न सक्ने कुरा अनि त्यो एबिलिटी हामीसँग भएको कुरा चाहिँ के युनिक हो, त्यो कोहीसँग हुँदैन। 1 Peter 4:10 says, पहिलो पत्रुस 4:10 पदले यसरी भन्छ, God has given each one of you a gift. परमेश्वरले तपाईहरु हरेकलाई चाहिँ गिफ्ट दिनुभएको छ, दान दिनुभएको छ। Use them well to serve one another. अनि त्यो दान वरदानलाई चाहिँ एक अर्काको सेवा गर्नको निम्ति प्रयोग गर्नुहोस्। You will serve in heaven. तपाईले स्वर्गलाई सेवा गरेको। So God wants you to practice your faith here. तपाईले स्वर्गमा जब सेवा गर्नुहुन्छ नि, त्यो भन्दा अगाडि तपाईले त्यो कुरा चाहिँ यहाँनिर के गर्नु पर्यो? प्र्याक्टिस गर्नु पर्यो। If you think like when I go to the heaven, I don't have any work to do, तपाईलाई लाग्छ कि स्वर्गमा गएर म के कामै गर्नु पर्दैन भनेर सोच्नुहुन्छ भनेदेखि and you will be only eating manna तपाईले खाली मन्ना मात्र खान्छु सोचिरहनु भएको छ भनेदेखि and relax, अनि रिल्याक्स गरेर बस्छु भनेर सोच्नु लाग्छ भने then you will be very much disappointed. तपाई दुखी हुनुहुन्छ त्यति बेला है गएर। Because God is preparing lot of things to do there. किनभने परमेश्वरले तपाईलाई स्वर्गको राज्यमा धेरै कुराहरू गर्नको निम्ति अहिलेदेखि सिकाउँदै And हुनुहुन्छ you यहाँ। are just practicing to do that here. तपाईले त्यो कुराहरू संसारमा चाहिँ प्र्याक्टिस मात्रै गर्दै हुनुहुन्छ। Jesus said, if you did it for the least of these, you will did it for me. येशूले भन्नुभयो यो मध्ये कुनै पनि यो साधारण कुरा गर्यो भने यो तिमीले मेरो लागि गरेको हो। And when you will do that, when you are with Him. अनि जब तिमीले त्यो कुराहरू गर्छौ, तपाई चाहिँ एकअर्काको सेवा गर्नुहुन्छ, के पनि गर्नुहुन्छ, तपाई येशूसँग हुनुहुन्छ। आमेन। You can't love God with refusing people. तपाई नि भन्नुहुन्छ म प्रभुलाई माया गर्छु तर मान्छेलाई चाहिँदैन भन्नुहुन्छ, प्रभुलाई प्रेम गरेको होइन। प्रभुलाई प्रेम गर्ने मानिसलाई प्रेम गर्छ। We are not here to just sit. हामी यहाँनिर बस्नको निम्ति But to छैन, serve. तर सेवा गर्नको निम्ति। Ephesians 2:10. एफिसी 2:10 पदले भन्छ, For we are God workmanship. हामी परमेश्वरको कारीगरहरू Created in Christ Jesus यीशु ख्रीष्टमा रचिएका, बनाइएका, to do good work, असल काम गर्नको निम्ति। not just any work, good work, त्यस्तो कुनै पनि काम होइन तर राम्रो असल काम गर्नको निम्ति which God prepared in advance for us to do. परमेश्वरले तपाईँ र मलाई पहिलाबाट एडभान्समा नै त्यो कुरा गर्नको निम्ति तयारी गर्नुहुँदैछ। Okay.
Can we once again go back to the story? फेरि कथामा एकपल्ट जाउँ है हात उठाउँ न Oh, good. So now this time he is mature. He started his ministry, अब ऊ एकदमै मच्योर भयो आत्मिक रूपमा अब उसले मिनिस्ट्री सुरु गर्न थाल्यो and God blessed him to a leadership role. अनि त्यसपछि परमेश्वरले उसलाई एउटा लिडरशिपको रोलमा राख्नु भयो And he started serving other leaders अनि उसले अरू लिडरहरूलाई सेवा गर्न थाल्यो and raising more leaders. अनि त्यसपछि अरू धेरै लिडर्सहरूलाई उसले रेज गर्न थाल्यो The last point, the fifth point, पाँचौं पोइन्ट अन्तिम पोइन्ट सरी we were created to share the good news. हामी चाहिँ सुसमाचार सुनाउनको निम्ति सृजिएका Now please remember, preaching or sharing the word of God, it is not just a job for your pastor. अब एउटा कुरा याद गर्नुहोस् वचन प्रचार गर्नु सिकाउनु पास्टरको मात्र काम होइन John 17:18 says, Jesus said, this is Jesus is saying, योहन्ना 17:18 पदमा येशू ख्रीष्ट आफैले भन्दै हुनुहुन्छ as the Father sent me, I am sending them. जस्तै मलाई पिताले पठाउनु भयो म पनि तिनीहरूलाई पठाउँदै छु And whom he is talking about? अनि उहाँले कसको बारेमा भन्दै हुनुहुन्छ He's talking about us. उहाँले हाम्रो बारेमा भन्दै हुनुहुन्छ So how can we just say that it is only the pastor's responsibility? We all need to take that responsibility to preach. अनि हामी कसरी भन्न सक्छौं कि खाली यो पास्टरको मात्र काम हो या हामी सबैको जिम्मेवारी हो गस्पेल सुनाउने And the Paul declares in Act 20:24, अनि पौलले त्यो कुरालाई प्रेरित 20:24 पदमा घोषणा my गर्दछ life is worth nothing unless I use it for finishing the work assigned me. मेरो जीवनको कुनै मूल्य छैन जबसम्म मैले मलाई असाइन गरेको मलाई दिएको कामलाई म पूरा गर्दिन And what is that? अनि त्यो चाहिँ के भनेको He's saying this, telling others the good news of God's grace. अनि उसले भन्न चाहेको कुरा चाहिँ मेरो जीवनको उद्देश्य चाहिँ अरूहरूलाई प्रभु येशूको बारेमा सुसमाचार सुनाउनु हो Share your testimony. तपाईको गवाईलाई सुनाउनुहोस् Share your love. तपाईको प्रेम बाँड्नुहोस् I know each one of us has that experience that we experience God in our life, His work in our life. मलाई थाहा छ हामी प्रत्येकले इन्डिभिजुअली रूपमा परमेश्वरको कामलाई उहाँको प्रेमलाई हामीले हाम्रो जीवनमा अनुभव गरेका छौं So when we stand before God, the one day that He will ask, "What did you do with what I gave you?" That is your ability, that is your gift. I give you a gift. What you did? अनि एक दिन प्रभुले हामीलाई सोध्नुहुन्छ तिमीहरूलाई मैले यो दान र वरदान दिएको थिएँ सबै कुरा तिमीले के गर्यौ त्यसबाट भनेर सोध्नुहुन्छ So you are like us, talk. So go and just talk with people. हामी तपाईहरुमा बोल्न सक्छौं त्यसै कारणले गएर बोल्नुस् के बोल्नुस् भन्दाखेरि चाहिँ प्रभु येशूको बारेमा मानिसहरूलाई सुनाउनुस् If you are like the good dancer, like many of us did this morning, तपाईहरु राम्रो डान्सर हुनुहुन्छ धेरै जनाले नाच्नु भयो बिहान share the word of love. शेयर द वर्ड अफ लभ प्रभुको प्रेमलाई बाँड्नुस् With your music, with your smartness, with your whatever you do, just do it. तपाईले जे पनि गर्नुस् तपाईले दिएको तोडा गिफ्ट अनुसार परमेश्वरको प्रेमलाई अरूसँग बाँड्नुस् You are living for His plan. It's God's plan. तपाई संसारमा उहाँको योजनाको लागि बनाउनु भएको हो Only His purpose lasts forever, not us. उहाँको उद्देश्य मात्र अनन्तसम्म रहन्छ हाम्रो होइन If I start something अनि मैले केही कुरा सुरु गरे भने and when I die, अनि म मरे भने I cannot guarantee that will go. अनि म मरेपछि म भन्न सक्दिनँ कि त्यो चाहिँ फेरि जान्छ भनेर ग्यारेन्टी दिन सक्दिनँ Yes, I will raise some leaders. We will maybe put those things in place. हुन सक्छ म केही लिडर्सहरूलाई निर्माण गर्न सक्छु कुनै ठाउँमा उनीहरूलाई राख्न सक्छु But that is a small work. त्यो चाहिँ सानो काम हो But what God had started, it will never stop. तर जे परमेश्वरले सुरु गर्नुभयो त्यो कहिले पनि रोकिँदैन Trust and see God is good. अनि विश्वास गरेर चाखेर हेर्नुस् परमेश्वर के हुनुहुन्छ असल हुनुहुन्छ Someone in your life needs Jesus, and you may be God's chosen messengers to need them. That is where you need to reach. Those people is need in the Word of God. हुन सक्छ कतिजनालाई यीशु ख्रीष्टको खाँचो छ उनीहरूको जीवनमा अनि त्यसको निम्ति चाहिँ तपाईलाई चाहिँ त्यो मेसेन्जर बनाएर प्रभुले पठाउन चाहनुहुन्छ And this is my and our organization's verse, live verse. अनि यो चाहिँ उहाँको अनि उहाँ जहाँ काम गर्नुहुन्छ संस्थाको चाहिँ एउटा बाइबल भर्स हो
This is, I believe this, I follow this. अनि म यो विश्वास गर्छु नि, यसलाई म पालन पनि गर्छु. That is the Great Commission. That is the Jesus command. Go therefore make disciples for all nations. त्यो चाहिँ येशू ख्रीष्टले भन्नुभयो सबैभन्दा ठुलो कमान्ड हो, जहाँ चाहिँ भनेको छ गएर चाहिँ संसारभरि गएर चाहिँ चेलाहरू बनाऊ. If you cannot go to the all nations, that's fine. तपाईँ सारा संसारभरि जान सक्नुभयो भने ठिकै छ. But go and reach the people who is close to you. तर गएर एटलिस्ट तपाईँले चिनेको नजिकको साथीहरूलाई गएर बताउनुहोस्. Make yourself or your life to a living testimony to others. आफ्नो जीवनलाई चाहिँ एउटा जिउँदो एउटा उदाहरणको गवाहीको रूपमा अरूहरूको लागि बनाउनुहोस्, असल जीवन बनाउनुहोस्. And that is what you need to do. That is what I feel that God wants. God has that plan for you. अनि म त्यो बिलिभ गर्छु, विश्वास गर्छु, त्यो चाहिँ परमेश्वरले तपाईँ र मेरो जीवनमा गर्न चाहनुहुन्छ भनेर. So every one of you are called for a mission. तपाईँ हरेक व्यक्तिहरू चाहिँ त्यो कामको लागि बनाउनु भएको छ. And that is a believer's DNA. अनि त्यो चाहिँ एउटा विश्वासीको के हो अरे, डिएनए भनेको बुझ्नुहुन्छ नि, त्यो चाहिँ हाम्रो पहिचान भन्नुहोस् न, हाम्रो आइडेन्टिटी जस्तै हो. So in the last word, the final word, I like to just encourage you म तपाईहरुलाई उत्साह दिन चाहन्छु that He made you for His pleasure, तपाईलाई उहाँले आफ्नो आनन्दको लागि बनाउनु भयो, for His family, उहाँको परिवारको लागि, His likeness, उहाँ जस्तै हुनको निम्ति, for His service, उहाँको कामको लागि, for His mission. उहाँको त्यो सुसमाचारको कामको निम्ति. So when you go with this. तब तपाईँ जानुहुन्छ यो कुरालाई पक्रेर जानुहोस्. And I will pray for you. अनि म तपाईको लागि प्रार्थना गर्न चाहन्छु. And many people will pray for you. अनि मेनी धेरै जनाले तपाईलाई प्रार्थना गर्नेछ. And because He created you, अनि अन्तमा जसले तपाईले उहाँले बनाउनु भयो, to this 5 reasons to know and love God, त्यो 5 वटा कारणहरू परमेश्वरलाई जान्नको निम्ति अनि उहाँलाई प्रेम गर्नको निम्ति, to belong His family, उहाँको परिवारमा हुनको निम्ति, to become like His son, उहाँको छोरा जस्तै हुनको लागि, to serve other in love, अरूलाई प्रेममा सेवा गर्नको निम्ति, and share His good news. अनि उहाँको सुसमाचार सुनाउनको निम्ति. So I pray, अनि म प्रार्थना गर्नेछु, may your work तपाईहरुको काम, तपाईको हिँडाइ in His purpose उहाँको त्यो उद्देश्यमा bring you joy, तपाईलाई आनन्द ल्याउन्, bring you fulfillment, त्यो के भन्छ भरिएको आवास, त्यो फुलफिलमेन्ट भनेको पूर्णता, and the faithfulness which lasts forever. अनि त्यो विश्वास योग्यता जो चाहिँ अनन्तसम्म रहिरहन्छ. Amen. That's my prayer for you. आमेन. And now I'd like to end the story. अब कथामा गए. Before I end my story, I like to ask, did you like the story? Yes. Did you understand how God works? तपाईले बुझ्नु परमेश्वरले कसरी काम गर्छ? That a simple young boy who struggled all his life, he never understood, he'd never be close to God. सानो केटा जसले जिन्दगीभर सङ्घर्ष गरे, परमेश्वरलाई बुझेन, केही पनि बुझेको थिएन. Suddenly God started working on him. एकैपल्टमा अकस्मात परमेश्वरले उसको जीवनमा काम गर्न थाल्नुभयो. No, sorry, it is not suddenly He worked on him, but for the beginning, suddenly he understood that. But God started working on him from the day 1. उसले चाहिँ एक्चुअली सडनली भएको हैन, उसले चाहिँ त्यो कुरालाई सडनली बुझ्न थालेको, तर परमेश्वरले चाहिँ त्यो सुरुको दिनबाट नम्बर 1 डेबाट त्यो कुरा गर्नु हुँदै थियो. At the young age, there are a lot of struggle. जवानीपनमा धेरै सङ्घर्षहरू हुन्छ है. Family problem. परिवारको समस्या. Lost someone is very close to you is always been means sad. आफ्नो जीवनको कोही हामीले घुमाएका छौँ भने त्यो एकदमै दुःखको कुरा हुन्छ, चुनौतीको कुरा हुन्छ. Surrounding with a world which we don't understand and follow that world. अनि यस्तो संसारले मा जिउनु जुन संसार हामी बुझ्दैनौँ, अनि त्यो कुरालाई फेरि पछ्याउनु, त्यो कुरामा लाग्नु. Believing in own wisdom. आफ्नै ज्ञान र समझ शक्तिमा विश्वास गर्नु. And then God slowly make him realizations that why all those things happen. अनि एक दिन अचानक परमेश्वरले मलाई रियलाइज गराउनुहुन्छ सबै कुरा किन भएको तेरो जीवनमा भनेर. But I believe that if that boy
couldn't turn his life to God, he could have been still struggling. तर म यो कुरा विश्वास गर्छु यदि त्यो केटाले चाहिँ आफ्नो जीवनलाई प्रभुमा नफर्काएको भए अहिले पनि उ स्ट्रगल नै गरिरहेको हुन्थ्यो। Maybe that he could earn a lot of money, हुन सक्छ उले धेरै पैसा कमाउँथ्यो होला, but that is not what of God says. We just learned that he said faithfulness. तर परमेश्वरको वचनले त्यो भन्दैन विश्वासयोग्यता विश्वासयोग्य हुनु भनेर भन्छ। He wants it to belong to one family. परमेश्वरको वचनले हामीले उहाँको परिवारमा रहेर बस्नु भनेर And भन्दछ। he wanted to help others. अनि हामीले उहाँले हामीलाई अरूहरूलाई मद्दत गरेको चाहनुहुन्छ। And that's the joy that that young man found and became a mature person. अनि त्यो चाहिँ आनन्द त्यो जवान केटाले परमेश्वरमा पायो अनि त्यो आत्मिक कुरामा उ एउटा परिपक्व हुँदै गयो। And if you ever wonder अनि यो त तपाई सोच्नुहुन्छ भनेदेखि that from where I get that story, मैले कहाँबाट त्यो कथालाई पाएँ भने that's me. वो त्यो चाहिँ wow, we knew brother actually when you were saying. Yeah. That We was- were thinking about it. I was thinking. Yeah. Okay. So that was me. That was my life story. त्यो चाहिँ उहाँको लाइफ स्टोरी हो। ताली बजाउनु सबैजनाले गर्दा है। Yeah. I was confused. म चाहिँ एकदमै कन्फ्युज थिएँ। But yes, I was confused. Now I'm not confused. त्यति बेला कन्फ्युज थिएँ तर अहिले छुइनँ। And I had friend, मेरो साथीहरू छ but today I have family. तर अहिले चाहिँ मेरो परिवार छ। आमेन। Thank you for hearing me. धन्यवाद तपाईहरुलाई। सबैले ताली मारिदिनु होला।